यतिबेला बैंकिङ प्रणालीमा 15 खर्बभन्दा बढी तरलता थुप्रिएको छ। आखिर यो तरलता भनेको के हो? यो तरलता थुप्रिँदा के फाइदा हुन्छ र के बेफाइदा हुन्छ, सोही विषयलाई चर्चा गरौँ। यतिबेला बैंकिङ प्रणालीमा 15 खर्ब 1 अर्ब रुपैयाँ तरलता थुप्रिएको छ। तरलता भनेको बैंकहरूले ऋण लगानी गर्न सक्ने पैसा हो। अर्थात् बैंकहरूसँग यतिबेला ऋण लगानी गर्न सक्ने क्षमता अधिक छ भनेर बुझ्न सकिन्छ। यतिबेला तरलता बढ्नुका कारणहरू बुझौँ। कमजोर कर्जा लगानी र रेमिट्यान्सको आप्रवाहमा उच्च वृद्धिका कारण यतिबेला बैंकिङ प्रणालीमा भने तरलता थुप्रिएको हो। अब यो तरलता थुप्रिँदा के फाइदा हुन्छ र के बेफाइदा हुन्छ, यसलाई चर्चा गरौँ। अधिक तरलताका फाइदा बुझौँ। बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा कर्जाको ब्याज दर घट्ने गर्दछ, जसकारण कर्जा सस्तिएर उद्यमशीलताको विकास हुन्छ। मानिसहरूले ऋण लिने र आर्थिक गतिविधि बढाउने, उद्योग व्यवसाय गर्ने, उत्पादन बढेसँगै रोजगारी समेत त्यसले टेवा पुर्याउँदछ, जसको समग्र फाइदा चाहिँ अर्थतन्त्रमा नै पर्दछ। अधिक तरलता हुँदा फाइदा मात्र होइन, बेफाइदा समेत हुन्छ। अधिक तरलताका बेफाइदाहरू बुझौँ। तरलता हुँदा बैंकहरूले निक्षेपकर्तालाई दिने निक्षेपको ब्याज घटाउँछन्, जसकारण निक्षेप निरुत्साहन हुन्छ। मानिसहरू बैंकमा पैसा राख्ने भन्दा पनि खर्च गर्ने प्रवृत्ति बढाउँदछन्, जसकारण आयात बढेसँगै त्यसले चाहिँ व्यापार घाटा बढाउने, विदेशी विनिमय सञ्चिति घटाउने र बढ्दो आयातले रोजगारी र उत्पादनलाई समेत प्रभावित गर्छ, जसको समग्र असर भने हाम्रो अर्थतन्त्रमा पर्दछ। त्यसकारण अधिक तरलताका फाइदा र बेफाइदाहरू दुईटै हुन्छन्।